जोजोलाई खोजेको आउने बित्तिकै मर्निङ म चाहिँ खाजा खाँदैछु है। नानी चाहिँ डुल्नु लगिरहेको छ मेरो बहिनी नन्दले। म चाहिँ खाएको यो चाहिँ भेज वाइवाई। म चाहिँ खाजा खाइसकेँ है। अब लुगा धुनु पर्यो भन्दा पनि लुगा चाहिँ पखालिदिनु हुँदै थियो। म चाहिँ ड्रेन गर्न आएको है। भएपछि लुगा चाहिँ धेरै निस्किन्छ है। यहाँ छ यसको फुपूसँग। अब गर्दै गर्छु नानीहरू लगाएको बेलामा। मैले मेरै खाजा खाएँ है। आमाहरूले खाएको छैन, बाबाहरूले बहिनीहरूले खाएको छैन है। अनि उनीहरूको लागि चाहिँ यो चाहिँ खाना राखिदिइराख्छु खाजा। आज चाहिँ म माइत घर जानुको लागि है। मेरो फुपा चाहिँ बिमार हुनुहुन्छ नि त। अनि मेरो सासूले चाहिँ उबाट सब्जी टिपिदिनु हुँदैछ। यो चाहिँ पर चाहिँ बारी हो है हाम्रो। आजको वेदर पनि राम्रो भइरहेको छ है। म चाहिँ लुगा सुकाउन आँटेको। के खेलेको नानी? यो चाहिँ सबै ह्यान्डमेड हो है। मेरो सासूले बनाउनु भएको यो चाहिँ। के हो बाबा? स्कुल जान्छौ? स्कुल स्कुल जाऊ ल। स्कुल यो चाहिँ मेरो आजको आउटफिट हो। म चाहिँ जाँदैछु माइत घर। जोजोको स्कुल। जोजो स्कुल गयो। जोजोको स्कुल को खेल्दै रहेछ हो जोजोको स्कुलमा। यो उकालो कम्ती साह्रो पर्दैन यो सेरी उकालो। घर चाहिँ यो हो। बिस्तारै आऊ। यो चाहिँ मेरो फुपूहरूको घर हो, काकाहरूको। मिसी 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 मेरो माइत घरबाट आएर चाहिँ मलाई यो भ्यू गर्न चाहिँ एकदम मनपर्छ होइन। हेर्नुहोस् न जो आमालाई कोसेली देख के बना दे बच्चा
फोटो यतातिर खै के खाएको भाइ तिमीले मामालाई गरिदेऊ भाइ छिटो सिकमा बोय गरिदेऊ न मामालाई एक त मामालाई भनिदेऊ त कहाँ छ देखाइदेऊ न त गएर जाऊ देखाइदेऊ न गएर देखाइदेऊ न मलाई चाहिँ जानु मन आयो मम्मी घर आइपुगेँ है पानी खाँदैछु थाकेँ पुरा आज चाहिँ